पोखराको फेवातालको मापदण्ड कायम गर्न सीमाङ्कन गरी तालघरमा पोल गाड्ने काम जारी रहेको छ। सम्मानित सर्वोच्च अदालतको आदेश बमोजिम पोखरा महानगरपालिका गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा तालघरमा सीमा स्तम्भहरू गाड्ने काम थालिएको हो। जेठ 17 गतेदेखि शुभारम्भ भएको उक्त कार्यको हालसम्म 35% काम सम्पन्न भइसकेको छ। बिहिबार फेवातालको भकुण्डे माछा पोखरी क्षेत्रमा पिल्लर गाड्ने कार्यको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निरीक्षण समेत गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले फेवाताल संरक्षणका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार महानगरपालिकाले विभिन्न निकायहरूसँग समन्वय गरी आवश्यक कार्यहरू गरिरहेको बताउनुभयो। तालघरमा सीमा स्तम्भ गाड्ने कार्यमा खटिएका सर्वेक्षक, प्राविधिक, नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उहाँले हौसला प्रदान गर्नुभएको छ। एक ऐतिहासिक कार्यको साक्षीका रूपमा उनीहरूको योगदान अतुलनीय रहेको उहाँले बताउनुभयो। निष्ठाका साथ फेवातालको प्राकृतिक न्यायका लागि रहेका सबैप्रति उहाँले आभार पनि व्यक्त गर्नुभएको छ। पहिलो चरणमा तालघरमा सीमा स्तम्भ गाड्ने र दोस्रो चरणमा थप काम सुरुवात गर्ने महानगरपालिकाको योजना रहेको छ। तालको 6.343 वर्ग किलोमिटर क्षेत्रफलको 4 किल्लामा 1055 पोलहरू गाडिनेछन्। यसले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्त्व राख्ने विश्वास गरिएको छ।